हेलो साथीहरु, नमस्कार। आज चाहिँ म हजुरहरुलाई सुर्के थैली बनाउन सिकाउन गइरहेको छु। सुरुमा चाहिँ हामीले 3x13 को कपडालाई सिलाएर पट्टी बनाउने, त्यसपछि थैलीको बाहिरी कपडामा यसरी टाँसिदिने अनि फेरि त्यसमाथि भित्री कपडा लगाएर दह्रो बनाएर सिलाइदिने। त्यसपछि भित्री बाहिरी दुवैतिर 2-2 इन्च जम्मा 4 इन्च यसरी चारैतिर हामीले छेउ मोडेर सिलाइदिनु पर्छ। त्यसपछि चाहिँ हामीले त्यसलाई दह्रो हुनको लागि माथिबाट थिचिदिनु पर्छ। अनि चाहिँ आधी इन्च जति कपडा बाहिरी कपडा भित्रीतिर पारेर 1.5 इन्च मुनि सिलाइदिने। फेरि त्यो 1.5 इन्चीको बीचमा फेरि सिलाइदिने। त्यो चाहिँ हाम्रो तुना छिराउने ठाउँ हो। त्यसपछि आफूलाई इच्छा अनुसार लेस लगाएर डिजाइन बनाइदिने। अगाडि पछाडि दुईटै टुक्रामा यसरी हामीले जुनै खालको लेस पनि लगाएर डिजाइन निकाल्न सक्छ साथीहरु। त्यसपछि त तुना छिराउने देखि मुनि चाहिँ हामीले बाहिरीको पनि भिन्दै बाहिरीको दुई साइड सिलाइदिने अनि भित्रीको पनि दुवै साइड सिलाइदिने। यसरी भित्री बाहिरी भिन्दै चारैतिर सिलाइसकेपछि हामीले गोलो पारेर काटेको फर्मलाई चाहिँ टाँसेर यसरी गोलो बनाएर कटिङ गरिदिने अनि अघि सिलाएको कपडाको बाहिरी पाटामा मात्रै त्यो फर्मलाई टाँसिदिने। यसरी टाँसेपछि हामीले भित्रीबाट चाहिँ हात छिराएर त्यस फर्मलाई पल्टाएर सुल्टो बनाउने अनि भित्री कपडालाई फेरि यसरी चाहिँ टाँसिदिने। बाहिरी कपडामा हामीले फर्म टाँसेका छौं, भित्री कपडामा चाहिँ हामी यसरी डबल सिलाई लगाएर सिलाइदिने साथीहरु। त्यसपछि चाहिँ हामीले लेस लगाउने पालो आउँछ। अब वरिपरि हामीले थैलीको मुख भन्दा अलिकति ठुलो लेस लिएर वरिपरि छिराइदिनु पर्छ साथीहरु। हाम्रो चाहिँ एक साइडबाट मात्रै थैली त्यो लेस छिराउने हैन, दुई साइडबाट लेस छिराउनु पर्छ। यसरी लेस छिराइसकेपछि हामीले झुम्का लगाउने साथीहरु अनि हाम्रो सुर्के थैली तयार हुन्छ।